नेपालको सबैभन्दा ठुलो क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो प्रदेश कुन हो भनी सोध्यो भने कर्णाली। यदि जनसङ्ख्याको हिसाबले नेपालको सबैभन्दा ठुलो प्रदेश कुन हो भन्यो भने बागमती। यदि क्षेत्रफलको हिसाबले नेपालको सबभन्दा ठुलो जिल्ला कुन हो भने डोल्पा। क्षेत्रफलको हिसाबले नेपालको सबभन्दा जनसङ्ख्या धेरै भएको जिल्ला भने काठमाडौँ। नेपालको सबभन्दा ठुलो ताल कुन हो भन्यो भने राराताल अथवा महेन्द्र ताल पनि भनिन्छ राराताललाई। नेपालको सबैभन्दा ठुलो नदी कुन हो भने ठुलो नदी भन्यो भने तपाईँको कोशी हुन्छ। यदि नेपालको सबभन्दा लामो नदी भन्यो भने कर्णाली। नेपालको सबभन्दा गहिरो भन्यो भने गण्डकी। नेपालको सबभन्दा ठुलो दरबार भनेको सिंहदरबार हुन्छ। नेपालको सबैभन्दा ठुलो दरबार कुन हो भनी सोध्यो भने सिंहदरबार। यदि नेपालको सबैभन्दा ठुलो मन्दिर कुन हो भन्यो भने जानकी मन्दिर जनकपुर हुन्छ। कुन जिल्लामा छ भने जनकपुर हुन्छ। नेपालको सबभन्दा ठुलो संरक्षित क्षेत्र कुन हो भनी सोध्यो भने अन्नपूर्ण हुन्छ। नेपालको सबैभन्दा धेरै पर्यटक जाने मन्दिर कुन हो भन्यो भने बागमती हुन्छ। विश्वको सबैभन्दा मन्दिरको सहर भनेर चिनिने भन्यो भने चाहिँ तपाईँको मन्दिरको सहर भनेको काठमाडौँ भइहाल्यो।